रूपन्देहीको सियारी गाउँपालिका 7 गोठवाका करण मल्ला जसले यस्तो खालको फेरि अर्को प्लेन बनाएका छन्। तपाईहरु देख्न सक्नुहुन्छ। उनले बनाएका प्लेनका भिडियोहरू हामीले युट्युब, फेसबुक, टिकटकमा त देखि नै रहेका छौँ। अहिले उनी यति बेला निकै नै भाइरल भइरहेका छन्, देख्न सक्नुहुन्छ। उनले बनाएको यो प्लेन उनले करिब 30 मिनेट जति आकाशमा उड्न सक्ने दाबी गरेका छन्। योभन्दा अघिल्लो पटक बनाएको जुन प्लेन थियो त्यो प्लेन पनि करिब 20 देखि 25 मिनेटसम्म चाहिँ आकाशमा उडाउने क्रममै खसेर क्र्यास भएको थियो। अब यो चाहिँ भोलि उड्दैछ। यसको थोरै केही कामहरू चाहिँ अझै बाँकी रहेछ। करणको मुखबाट सुनौँ। करण के छ? ठिक छ। अनि यो प्लेन चाहिँ कहिले उड्छ? भोलि उडाउने। अनि के यो जस्तो पङ्खाहरूको केही काम बाँकी छ कि के छ? विङ लगाउन छ। एकचोटि पछाडिबाट लिएर आउन यता हेरौँ। ल प्लेन त बनाइहाल्छ। अनि नाम लेख्न नि बाँकी छ। खै त झन्डा हालेको नेपालको? आज लगाउने। ल पछाडि टक्क नेपालको झन्डा हाल्नु पर्यो। लिएर आऊ। देख्न सक्नुहुन्छ करण मल्ल जसको घर यही नै हो। उनले आफ्नो रुमहरूमा पनि यही प्लेन जहाजहरूको यस्तै भिडियोहरू मतलब बनाएका सामान मतलब बनाउने सामानहरू छन्। उनले यसरी अब प्लेन उचालेर लिएर हिँड्छन्। देख्न सक्नुहुन्छ। घरतिर छिराउनु थाल्यो क्या? घरतिर छिराउनु थाल्यो क्या? हेर्नुहोस् ट्याक्कै प्लेन भन्दा केही कम छैन। तिम्रो बाबा होइन? उहाँ चाहिँ करणको बाबा हुनुहुन्छ। अङ्कल सुन्नु न, करणले यस्तो यो के अरे प्लेनको भिडियो मतलब प्लेनहरू बनाउनु थालेको कति भयो? तपाईँको नाम के भनिदिनु न? हाम्रो रामहजुर मल्ला। रामहजुर मल्ला। अनि त मतलब करणले यस्तो बनाउन थालेको चाहिँ कति भयो? अब भइसक्यो 2-3 वर्ष। 2-3 वर्ष। अनि तपाईँले चाहिँ खास के गर्नुहुन्छ? म त त्यही खेतीपातीको काम गर्न बिमारी भएँ। हजुर। अनि करणले पनि पढाइ बिचमै छाडेको? त्यही त बिमारी हुँदाखेरि। हजुर। तपाईँ चाहिँ कति वर्षको हुनुभयो? हाम्रो लगभग 55-56 वर्ष भयो। 55-56। अनि छोराले यस्तो यस्तो काम गरेछ, धेरै पढेको छैन, त्यही पनि तपाईँले चाहिँ कस्तो लाग्छ त नि छोराले यस्तो गर्दा? राम्रै लाग्छ बाबु, अब के गरौँ, मजबुरी छ हाम्रो। त्यही त। अहिले चाहिँ के छ तपाईँले कतै कामहरू केही गर्नुहुन्छ? अब काम त अहिले त्यही लेबरको काम यता त गर्ने हो, के गर्ने हो। त्यही त। उहाँ चाहिँ करणको बुवा हुनुहुन्छ। अब करणले चाहिँ बुवा बिरामी भएपछि खासै आर्थिक स्थिति राम्रो नभएकै कारणले गर्दा बिचमा पढाइ छाडे, काम गर्न थालेका थिए र अहिले उनको घरमा यस्तो छ। उहाँ चाहिँ करणको आमा अनि उहाँ चाहिँ बुवा होइन? देख्न सक्नुहुन्छ है। ताननु त के भएर किन झोकेर हो त? यही बनाउँदा 3-4 लाख लैसक्यो। त्यही त। अरू पनि बनाएको थियो नि त। एकचोटि पछाडि लिएर आऊ करण। पछाडिबाट लिएर आऊ न। अब 2 चोटी यतै भयो। 4,000 का पहिले बार फेरि उहाँ राकेट गराएर छोडेछ, पैसा नभएर त्यस्तै पिछाडे छ। नत्र भने 40 फुट जान्छ माथि। ड्रोन पनि बनाउँछ अहिले। जम्मै काम गर्छ के त्यो। खालि लगानी नभएर। त्यो लगानी नभएर चाहिँ गर्न सकिन्न। ड्रोन बनाउँछ, अरू सामान बनाउँछ, जम्मै बनाउँछ। अनि त्यो पाइन जहाजहरू पनि बनाएको रहेछ होइन? रोक्नु है, यसो खिचिहाल्यो ल। यता ल्याउ त करण हेरौँ। देख्न सक्नुहुन्छ।
अनि यो सेप चाहिँ कसरी दिन्छौ यस्तो ठ्याक्कै उस्तै यार यो घर डिजाइन बनाएर आफै अँ। त्यसपछि सेट त्यसमा बनाएर त्यसपछि बनाउँछ ठ्याक्कै उस्तै हो क्या करणको बुवा करणको आमा तर उहाँ चाहिँ करण ल अब यो भिडियो हामीले भोलि उडाउँछौँ प्लेन अनि त्यसपछि चाहिँ हामीले भिडियो बनाउँछौँ है त अरू इन्जन बाहिरै आउँछ